कालः परम शोभन सबै राम्रो भएर राक्षसहरूको अवतार हुने बेला छ भने सबै प्रतिकूल नै प्रतिकूल धरती पनि महाराज भूकम्प आउँछ राक्षसको भगवानको अवतार हुने बेला सबै अनुकूलै अनुकूल हुन्छ दिशाहरू खुलेका छन् नदीहरू निर्मल भएका छन् भाद्र मासमा पनि भाद्रको महिना आयो कृष्ण पक्ष आयो अष्टमी तिथि आयो वायुहरू सुख स्पर्श वायुहरू बहु वायु सुख स्पर्श पुण्य गन्ध वह सुधि सुन्दर वायुहरू भयो चिरबिर चिरबिर पक्षीहरू यात्रीमा नि कराउन लागे भमराहरू भनभनाउन लागे कोइलीहरू कुहु कुहु गान गर्दछन् आसितथा प्राच्याम दिसिन्धुरिव पुष्कल जसरी पूर्व दिशाको पुष्कलको पहाडको माथि चन्द्रमा पूर्ण चन्द्र उदयमान हुनुहुन्छ यसै गरी देवकी रूपी पूर्व दिशाबाट कृष्ण चन्द्र रूपी बालक श्रीकृष्ण उदय हुनुभयो कस्तो हुनुहुन्छ जन्मिनु तमद्भुतं बालकाम्बुवेक्षणं चतुर्भुजं सङ्गगदायुधायुधं श्रीवत्सलक्ष्मङ्गलशोभिकौस्तुभं पीताम्बरं सान्द्रपयोदसौभगम् अद्भुतम्